गाइज व्हाट्सअप दोस्तों नमस्ते फेरि पनि आइसकेको छ मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ नेक्स्ट ब्लगमा हैन यो पालिको विशेष भिडियो हुन्छ अन्तिमसम्म भिडियो हेरेर साथ दिनु होला सपोर्ट गर्नु होला हैन गाइजहरु हैन हामी चाहिँ खाना खाएर अहिले 10 बजिसकेको छ हामी चाहिँ माछा मार्नु खोलाको जाँदै छौं हैन अब घरमा बसेर पनि काम छैन हैन जन्तर दाइ अनि पर्सान अमन दिपा म अनि हाम्रो बहिनीहरु पनि आउनु भएको छ नातिमा नानाहरु पनि आउनु भएको छ उहाँहरु पनि माछा मार्नु पर्छ भन्नु भएको छ त्यही भएर आछौं आज माछा के कति मर्छ म देखाउँछु भाइहरु चाहिँ आउनु भएको छ फेरि यही मारेछ हौ यो खोला मार्नु भयो बाबा घाममा कस्तो फिल हुन्छ माछा मार्नु काली भयो जस्तो फिल हुन्छ नि म माछा मार्ने टोलीहरु माथि छ म देखाउनु भइरहेको छु तर चाहिँ खोलामा टिमहरु आइसक्नु भएको छ फक्टिएर छ अरे माथि माछा अरे न भारी मरिसकेको रहेछ सिप्लो छ बा दीक्षा र भाइको याद आएको छैन यता हेर न दीक्षा तेरो लागि हेर लिची मैले खाँदै छु तेरो सम्झनामा सोनुको सम्झनामा पनि सुमना दिदीलाई पनि विशेष हैन सबैजनाको लागि मैले खाएको यो हजुरबा हजुरी र बुवा मम्मीको लागि यो एउटा यो कान्छा काका कान्छी काकी माइली काका माइली काकी यो हाम्रो घरको भार्रा बुढीको लागि यो दीक्षा ज्वाइँ दीक्षा सोनु सबैको लागि हैन खाँदै छु म मलाई माया कस्तो लोभिन्छ हौ माछा मार्ने तरिका चाहिँ यसरी यो डुवाली मारेको रहेछ माछामा यति नै पर्छन् माछा फाइनली गाइजहरु माछा यति भाग्न परेछ हैन बोरीको माछा भन्नु के भन्नु ठिकै हो नि त हैन माछा चाहिँ यति छ माछा त टन्नै भरेछ बाफ रे बाफ अहिले चाहिँ 4:30 भइसक्यो अवस्था पानी पर्न लागेको छ हैन आज छिटै आएको घरमा पनि बस्नु पर्यो यो चाहिँ हाम्रो माइलीबाको घर हरियो भइसकेको छ भचोमा चाहिँ यो चाहिँ हाम्रो सालाको घर होइन हाम्रो पछि पिच बन्छ यो बाटो मस्त हावा चलिरहेको छ पानी पर्छ फिक्स हो पूर्वमा चाहिँ फाइनली गाइजहरु हैन पानी जानी परेको छैन हैन अब सिसम र अभिषेक चाहिँ लेटाङ गएको हैन लेटाङको छेउछाउ चाहिँ असिना यता झरिरहेको छ अरे गाइजहरु हैन अनि अहिले भर्खरै कल गरेको थियो भिडियो कल हैन यो त झरेको छ हाम्रो रामपुरमा झरेकै छैन पानी परे हुन्थ्यो यता पनि गर्मी बढिरहेछ हैन थोरै शीतल हुन्थ्यो भन्ने कि मलाई लागिरहेछ खै हुँदैन जस्तो लागिरहेछ के लागिरहेछ त पानी पर्छ जस्तो लाग्छ कि लाग्दैन पर्छ भने पर्छ भनेर कमेन्ट गर्नु है म आजै पोस्ट गर्छु यो भिडियो ओके अहिले खाना खाइसकेको छौँ हैन खाना भइसक्यो लोकल सोकल घाटेर पनि खाइसक्यौँ अनि यहाँ चाहिँ बच्चाहरू आएको रहेछ अनि साइमन निरज अनि अविरल म अविरलले मामाले बन्दुक किन्दै देखाउ त अविरल कुन चाहिँ मामाले किनिदिनु भएको अविरल कतिको 500 को टिफिन खानु राम्रो हो कि यो किन्नु राम्रो हो 500 को चिकन तन्दुरी बनाउँछ मम्मीले बनाउनु हजुर मम्मीले बोलाउँछ साइमन अविरलले 500 रुपैयाँ खर्च गरेर तिमी राम्रो लाग्छ नराम्रो लाग्यो तिमीले पनि एउटा बन्दुक पाए नि खै अविरलको बन्दुक देखा राम्रो हो अविरल यो किन्नु हैन यो गनको नाम के हो भन न हामी पनि खै
साइमनको टाउकोमा हानु साइमन डल गयो यहाँ चाहिँ बच्चा पनि रहेछ यो चाहिँ ठुलो माउ होइन अविरल ठुलो माउ अनि यो चाहिँ बच्चा होइन खोइ बुढी मान्छु खोइ साइमन बुढी मान्छु दुख्दैन क्या एकचोटि यहाँ हान्छु ल यहाँ अच्छा चाहिँ फाइनली गाई छैन रमाइलो टोलमा चाहिँ पानी परिरहेछ अहिले चाहिँ 7 बजिसकेको छ कार यता बसिरहेछ अभिषेक पनि फाइनली मलेसियाबाट आइसकेछ मेरो भतिज होइन भोजसोज खाइसकेको छौँ उता भतिजी र काकी गफ गरिरहेछ यस्तै छ है हाम्रो बस होइन दाइ दाइ के भन्न चाहनुहुन्छ पानी किन परेको होला आज लोकल हान्न लागेको त्यही भएर पानी पर्दैन